एकदमै पिठो मुसिरहेको छ नि। आज के बन्दैछ बुढी? आज हाम्रो आज चाहिँ मोमो बन्दैछ होइन। धेरै खानु जानेछु भनेर भन्नुभएको थियो नि त। अनि टक्का पारेर हामी तिमीहरूले आज मोमो खानेछौँ होइन। किमा रेडी होइन। अनि त्यसपछि यता किमामा छ अनि यहाँ प्याज काटेको छ। पिठो पनि रेडी भइसकेको छ। नाउ अनि यो चाहिँ माथिबाट तेल। पहिला चाहिँ एकदमै तातो छ नि त। मोमो चाहिँ यसरी बनाएर आधा जाम्थे होइन खाइदिनुपर्छ। फाइनली हाम्रो मोमो हुने होला छ। यस्तो राम्रो छ है, मिठाईको डल्ला जस्तो छ। हेर्दाखेरि के बर्फी मिठाई हुन्छ नि टक्क पारेर। मोमो त भइसक्यो। नानी हो मोमो रामी ल कस्तो लागिरहेको छ बुढी मोमो? मिठो होला जस्तो छ। दामी बनाउँछु है। बनाउँछौँ है। है